वेलकम टु माई फर्स्ट मिनी भ्लग। आज चाहिँ म बिहानै उठेँ अनि ट्याक्क लुगा मिलाएँ अनि त्यसपछि चाहिँ यसो बाहिर मौसम हेरेको त घाम लाग्ला जस्तो रहेछ अनि म चाहिँ लुगा धुनको लागि चाहिँ स्याट्ट गएँ अनि मैले लुगा पनि धोइसकेँ अनि आन्टीले पनि धुँदै हुनुहुन्थ्यो अनि मैले लुगा ट्याक्क सुकाएँ अनि लुगा सुकाएर अनि खाना बनाउँदै गर्दा चाहिँ थोरै पढेँ अनि त्यसपछि अफिसको लागि चाहिँ म रेडी भएँ अनि अफिसको लागि रेडी भएर चाहिँ म अनि बाटोमा आएँ अनि ट्याक्क म चाहिँ हाइवेमा निस्केर चाहिँ हिँड्दै गएँ अनि थोरै बसको वेटिङमा चाहिँ बसेँ होइन अनि बसको वेटिङ गर्दै 15 मिनटमा चाहिँ ठ्याक्कै बस पनि आयो अनि म चाहिँ बसमा चढेँ अनि बसमा चढेपछि चाहिँ अन्तिम सिटमा गएर चाहिँ ट्याक्क बसेँ होइन अनि जाँदा जाँदै सभागिरीमा पनि पुग्यो अनि म चाहिँ बसबाट ट्याक्क झरेँ अनि अफिसको लागि थोरै हिँड्दै गएँ फेरि अनि अफिसको अगाडि ट्याक्क गएर चाहिँ मैले ऐना हेरेँ अनि त्यसपछि ब्रेक टाइममा चाहिँ टेक्सरमा ट्याक्क बसेर गफ गऱ्यौँ अनि फर्किँदा रात पर्यो। सो बाई बाई गाइज।